ल हामी चाहिँ यहाँ बेस क्याम्पमा बसेर चाहिँ लाग्यो आमा याङ्ग्री। विष्णु ओइ कहाँ हिँडेको अरे बिहानै थाकेको हो 5 मिनट हिँड्दै उकालो। साथीहरू छ नि कहाँ एक्लै हुन्छ हौ। हेर यस्तो उकालोमा यिनीहरूलाई भिडियो खिच्नुको रुखमा चढी चढी है बाँदर नि झर। हेलो आमा याङ्ग्री नजाने आमा याङ्ग्री अब यो लास्ट हो हैन अब जाँदाखेरि उता हेर अरे चिल्लो पात कुन केटा मन पर्यो मैले समाइदेऊ दाहिने हात। मलाई कुनै केटा मन परेको छ जो छ त्यही मात्रै मन परेको रहेछ। मान्छे हिँड्ने हो नि यहीँनिर के साइडमा बसेको त देखेको हामीले अनि त्यहाँ बसेको मान्छे बसेकै छेउमा यता अगाडि बसिसकेको रहेछ नि त। यो चाहिँ यसको कमेडी है। दिदी ट्रेकिङ हिँडेर आएर थाक्नु भयो क्या साह्रो। ल गुड मर्निङ फ्रम आमा याङ्ग्री। हामी चाहिँ चट्टै यहाँ आमा याङ्ग्री आइपुग्यो है गाइज। ए सास आयो बेस क्याम्पबाट 3:30 बजी करिब 3:45 बजी हिँडेर चाहिँ ठ्याक्कै आइपुग्यो। खुसी लाग्यो। माथि चढ्ने छेउमा चाहिँ एकदम ठाडै उकालो रहेछ। देख्नु सक्नुहुन्छ। म त खाँदिनँ अरूमा आउँछ है दिदी मेरो खिच्दिनु अब बल्ल अलिकति तातो तातो पर्दैन दिदी झोला दिनु अब सक्यो मेरो बिना दिन मिसिन्छ है हुन्छ हेर्नुको लागि मात्रै उप्रो म ट्याक्क अड्काएर बनाउँछु के। कतिको खुसी लागेको छ आमा याङ्ग्री आउँदा। एकदम खुसी लागेछ। खुसी नि विस पुरा हुन्छ अरे के छ तिम्रो विस? मनैमा छ है मेरो पनि मनै मैले पनि विस गरेको छ आमा याङ्ग्रीलाई। र हाम्रो आमा याङ्ग्री आएर पनि अब हाम्रो चाहिँ फर्किने बेला हुँदैछ है गाइज। ल जात त अगाडि जा त। आमा याङ्ग्री ओ यता हेर्दा एकचोटि लुइन हाम्रो आमा याङ्ग्री ट्रायल चाहिँ सकियो होइन त? अब सकियो रमाइलो भयो है। ल हामी चाहिँ अब आमा याङ्ग्रीदेखि ओह्रालो झर्दैछौँ है गाइज। अब बेस क्याम्पमा झरेर चाहिँ ब्रेकफास्ट गर्ने हो। त्यसपछि चाहिँ तार्के ग्याङमा गएर खाना खाने बस्ने हो। यस्तो छ बाटो चाहिँ। हामीलाई चाहिँ तार्के ग्याङदेखि के अरे बेस क्याम्पसम्म पुग्नुको लागि चाहिँ त्यस्तै 2 घन्टा जस्तो लाग्छ होला।
किनभने बाटो एकदम यस्तो भिड हिजो खानेकुरा चाहिँ साह्रै मन दुःख के अब त्यो सबै बिस्किटहरू छ अनि स्याउ छ त्यत्रो अनि अहिले झर्दाखेरि स्याउ खानु पाएको भए कस्तो हुन्थ्यो रवि की कसम अकेले चस्मा लाइनछु त्यो क्या काम मेलु भयो मेडमको मान्छेलाई माथि तारकै ग्याङबाट 2 बजी हिँडेको अरे बेस क्याम्पबाट 5 बजी हिँडेको अरे हेर्दामा डल्ले कालेमा काले कसले पुकान्छौ पत्ताउँछ हावाई जहाज किरण शनिरे होइन शनि दलको माइनस धर्मेन्द्र हो म धर्मेन्द्र त गइसक्यो त जानु आँटेको छ त्यसो नभन हेलो सुस खाए पनि फुटी खाऊ न हौ 3टा मात्रै छ के यहाँ माथि तिमीहरूको छ अल्ला नगर खानुपर्छ न लगिन बुने हिँड हामीले बुक गरेको कता हो यतै हो र एकदमै बाटो अप्ठ्यारो यहाँ होइन यता सिँढी के सर्किला है ल हामी त तारकै ग्याङमा हामीले बुक गरेको होटलमा आएर खाजा पो खान थाल्ने है ब्ल्याक टी ब्ल्याक टी अनि भुटेको चिउरा वेलकम टीसँग वेलकम टी यो चाहिँ है हाम्रो वेलकम टी पनि तर बाहिर जान्छ कस्तो मिठो नि तर ल साँझको बेला हामी चाहिँ रुममा आफ्नो सामान ब्याग स्याग राखेर चिया खाएर चाहिँ तारकी ग्याङ भन्ने चाहिँ यो सानो रहेछ वरिपरि जङ्गल यस्तो अनि यति मात्रै रहेछ बजार चाहिँ यति तारकी ग्याङ तर रमाइलो वरिपरि हरियाली है टास जाने बाटो ला यता के त हो नि यही होला यस्तै हुन्छ ल हाम्रो यहाँ आउने दिदीको चाहिँ पूजा कोठा यहाँ रहेछ है होटेलको साउने दिदी हाम्रो होटेलको साउने आगो ताप्ने चुला पनि छ है गाइज हाम्रो त यहीँ ल्याउँछु हजुर तपाईँकोमै ल्याउँछु हजुर हुन्छ नयाँ सुरु रहेछ नि त बर्खाको त्यही भएर त यस्तो सफा कस्तो राम्रो छ त है हुन्छ टक्क नाम राख्नु अनि हामी अरू भाइ बहिनीहरूलाई पनि आउँदाखेरि यहाँको दिउँला है हुन्छ हस् हस् है त दिदी धन्यवाद मिठो खुवाउनु भयो